साथीको लागि यो हात सलाम, दुश्मनको लागि यो हात फलाम। सो फाइनली गाइज मोस्ट अवेटेड मुभी नरसिम्हाको ट्रेलर रिलिज भइसकेको छ र मोस्ट अवेटेड भन्नुको रिजन चाहिँ हाम्रो महानायक सरी गाइज हाम्रो महानायक राजेश हमाल हुनुहुन्छ र उहाँलाई धेरै पछि पर्दामा देख्दाखेरि हाम्रो राजेश हमालको फ्यान्सहरू सो एक्साइटेड हुनुहुन्छ र आई थिङ्क महानायक राजेश हमाल चाहिँ 7-8 वर्ष नै भयो क्या मुभीमा चाहिँ नआएको है, मतलब ठुलो पर्दामा। उहाँलाई चाहिँ हामीले सोसल वर्कहरू चाहिँ गरेको देख्थ्यौँ है, त्यसमै बिजी हुनुभएको हो कि सायद उनको क्यारेक्टरमा चाहिँ कसैले फिल्म नै बनाउन चाहनु भएन है। तर यो कुरा चाहिँ हाम्रो आजको विषय होइन, आजको विषयतिर लागौँ र मैले भर्खरै नरसिम्हाको ट्रेलर हेरेँ र म त्यहीको रिभ्यू गर्न जान लागेको छु, जसमा हाम्रो महानायक राजेश हमाल, सरोज खनाल, नीति शाह, हाम्रो मिस नेपाल अनि निर शाह, राज कटुवाल हु इज लुक लाइक द विन्टर सोल्जर इन अ ट्रेलर थियो पछि कुरा गर्दै गरौँला। अनि सनिसा भट्टराई, उहाँलाई त चिन्नु नै भयो होला, उहाँले चाहिँ 12 गाउँ एक्सन मुभीबाट डेब्युट गर्नुभएको थियो एन्ड सी एक्टेड भेरी वेल इन द्याट मुभी। अनि प्रोड्युस गर्नुभएको छ क्रिएटिभ सिने आर्ट्सले र डाइरेक्सन मिस्टर दिवाकर भट्टराई, जसले स्टुपिड म्यान, ऐश्वर्या, मायावी मुभी डाइरेक्ट गरिसक्नु भएको छ र वी होप यो मुभी पनि राम्रो नै हुनेछ, किनभने हामी महानायकज्यूलाई धेरै पछि बिग स्क्रिनमा देख्न पाउँदैछौँ र उहाँ 60+ क्रस भइसक्नु भएको छ, बट ही स्टिल लुक्स यङ। अनि मुभीको कुरा गर्दाखेरि चाहिँ नरसिम्हा रहेको छ, नर मतलब मान्छेको शरीर र सिंह मतलब सिंहको टाउको, र उहाँ चाहिँ विष्णु भगवानको चौथो अवतार हुनुहुन्छ। जब मान्छेहरूमा अन्याय पर्छ तब उहाँ प्रकट हुने गर्नुहुन्छ। यो चाहिँ हाम्रो हिन्दू ग्रन्थमा पनि छ र यो यसको मुभीको मेन स्टोरी टपिक पनि यही नै छ, जस्तै कि हिंसा, बलात्कार, भ्रष्टाचारीलाई लिएर बनेको छ। यो मुद्दा चाहिँ एकदम राम्रो हो। ट्रेलर हेर्दाखेरि चाहिँ मान्छेहरूको छोरीहरूको बलात्कार भएको छ र न्याय लिएर न्यायाधीशनिर जाँदाखेरि उल्टै मार्नेदेखि सबै धम्काउने गरेका छन् र नेताहरू पनि बलात्कारीसँगै मिलेका छन्। यसमा मेन भिलेन निर शाह जस्तो लाग्यो र ट्रेलरमा हेर्दा राजेश हमालसँग नि त्यही भयो जस्तो लाग्यो, बिकज उनको एउटा यङ भर्जन र ओल्ड भर्जन देखाएको छ। मेबी उनको परिवारसँग पनि त्यही अत्याचार हुन्छ अनि उनले नरसिम्हाको अवतार लिन बाध्य हुन्छ। दिस इज माई जस्ट थ्योरी। तपाईँले ध्यान दिएर ट्रेलर हेऱ्यो भने त्यसैमा मुभीको स्टोरी छ र केही भएन। यस्तो स्टोरी चाहिँ हामीले पहिला पनि देखिसकेको हो है, नयाँ चाहिँ छैन स्टोरी। अनि तर मेन इम्प्याक्ट पार्छ प्रेजेन्टेसनले। उहाँहरूले चाहिँ प्रेजेन्ट राम्रोसँग गर्न सक्यो भने पक्का हिट हो, किनभने अहिले चाहिँ धेरै म्यासी मुभीहरू चाहिँ चलिरहेको छ अनि हाम्रो राजेश हमालजीलाई पनि त्यस्तै एक्टिङ गरेर त्यस्तै फाइट सिक्वेन्स राखेर उहाँहरूले चाहिँ यो मुभीलाई चाहिँ राम्रो गर्न सक्यो भने एकदम मजा आउनेवाला छ गाइज। र मलाई चाहिँ भिडियोको अलिकति कलर चाहिँ अलि ओभर सेचुरेट लाग्यो। अब त्यो चाहिँ अब मेरो आँखाले देखे हो कि अरूले पनि त्यही नै देख्नुभयो होला, कमेन्ट गर्नु होला। अनि तपाईँहरू चाहिँ कतिको एक्साइटेड हुनुहुन्छ यो फिल्मको लागि? म त एकदम एक्साइटेड छु, किनभने धेरै पछि हामीले राजेश हमालजीलाई चाहिँ ठुलो पर्दामा देख्न पाइरहेको छौँ। र हजुरहरूलाई चाहिँ ट्रेलर कस्तो लाग्यो युट्युबको कमेन्टमा चाहिँ हजुरहरूले कमेन्ट गर्नु होला। र यदि नयाँ हुनुहुन्छ भने प्लिज मलाई चाहिँ लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। आउने दिनहरूमा चाहिँ अझै राम्रो भिडियो आउनेवाला छ। यति भन्दै धन्यवाद।